बोया मिनी 2 को साउन्ड टेस्ट हुँदैछ र एपको टेस्ट पनि हुँदैछ। तपाईहरुले बोया मिनी 2 यसरी प्लग इन गर्नुबित्तिकै यसको बोया सेन्ट्रल एपमा देखाउँछ। ओके गरिदिने। अब यहाँ एकछिनमा लोड हुन्छ मजाले हैन। ल यसै क्वान्टिटी देखायो। अब यो एपमा चाहिँ यो दामी फिचर छ कि गेन कन्ट्रोल। यो भनेको तपाईको हाई गर्दाखेरि टाढाबाट बोल्न मिल्यो हैन। अनि यो लो गर्दाखेरि एकदम मुख नेराएर बोल्न मिल्यो है। अब यस्तो भयो। यसको यो एनसी फिचर छ। अहिले हामीले एनसी फिचर अफ गरेको छ हैन। अब यसमा हामीले मैले अन गर्दिए एनसी फिचर अन भएछ अब हैन। हाम्रो यहाँ बाहिरतिरको जे पनि नोइजहरु छ त्यो सबै नोइज गइसकेको छ है। अब यहाँ रेकर्डिङ मोडमा हामीसँग स्टेरियो रेकर्डिङ गर्ने कि मोनो यो पनि छ फिचर। यो भनेको लेफ्ट राइट च्यानल जस्तो काम गर्ने भयो। सेफ्टी ट्र्याक फिचर यो पनि बवाल छ। यो भनेको तपाईको एउटा माइकबाट लाउड नोइज आइरहेछ भने पनि अर्को क्यामेराले मजाले क्याप्चर गरेर स्टेबल भोइसमा आउने भयो हैन। अब इक्वलाइजरहरुमा पनि यो छ भोकल कतिको मोटो पातलो या कुनलाई क्लियर गराउने भनेर हैन। अनि यो ट्रान्समिटरको इन्डिकेटर अटो कट अफ फिचर सबै दामी छ कि यो। सबभन्दा दामी लागेको फिचर भनेको चाहिँ यो गेन कन्ट्रोल। यो भएपछि सबभन्दा लोमा राखेपछि तपाईले मोटो ब्लगिङ त्यो गर्दाखेरि हेलमेट भित्र जति कराए पनि क्लिन आवाज सुन्ने भयो के यसले चाहिँ। अब यो यस्तो हाई गर्दाखेरि चाहिँ कस्तो भने हामी एकदम ठुलो रुममा 4-5 जनाको आवाजै सुन्नु पर्यो भने चाहिँ माइकलाई बीचमा राख्दिने टाढा पनि क्लियर आवाज सुन्ने भयो के। यो रातो बार हुने हैन। सो मोटो ब्लगर लागि 2-3 बेस्ट के। यो माइक मलाई बवाल लाग्यो अहिलेसम्म। केसिङबाट चार्ज पनि सजिलोसँग हुन्छ। हजुरहरुलाई पनि चाहिएमा सम्पर्क गर्नु होला।